प्रेरितहरूको काममा चाहिँ नि हिजो हामीले पढ्दै थियो प्रभु यीशु ख्रीष्टको वचन चाहिँ प्रबल भयो भनेको छ, जित्यो वचनले भनेको छ। प्रेरितको किताब 6 अध्यायमा त्यो स्टेटमेन्ट नि घरि देख्छ। हिजो हामीले प्रेरित 19 अध्यायमा पनि पढ्दै थियौँ, परमेश्वरको वचन प्रभुको भय छायो। प्रेरितको किताब 6 अध्यायमा के भनेको छ नि, वचन प्रबल भयो, वचनले जित्न थाल्यो। वचनलाई किन प्रबल हुनुपर्ने थियो? तर अब संसारमा त थुप्रो विचारहरू अलरेडी छ नि, एउटा पढिदिनु पर्यो। मैले कोट गरेँ, यो म एकपल्ट हेरेर पनि पढिदिनु पर्यो। प्रेरितको किताब 6 अध्यायमा गएर पढ्यो भने नि, ओके 6 अध्यायको 7 पद हेर्नुहोस्। प्रेरितको किताब 6 अध्यायको 7 पदमा नि यो भर्स कोट गरेको छ। एन्ड द वर्ड अफ गड कन्टिन्युड टु इन्क्रिज एन्ड द नम्बर अफ डिसाइपल्स multiplied greatly in Jerusalem and great many of the priests became obedient to the faith. त्यो जुन चाहिँ इन्क्रिज भन्ने वर्ड चलाएको छ त्यसलाई ग्रिक भाषामा चाहिँ नि त्यसलाई चाहिँ के भनेको छ नि, अक्सानो भनेको छ। अक्सानो भनेको चाहिँ नि टु ग्रो, टु इन्क्रिज, टु बिकम ग्रेटर हो, प्रबल हुनु भनेको छ। नेपालीमा चाहिँ के भनेको छ नि, परमेश्वरको वचन बढ्दै गयो। कहिले चाहिँ घटेको थियो वचन? वचन चाहिँ कति बेला घट्छ भने नि, जब नुनले आफ्नो नुनिलोपनलाई गुमाउँछ। तिमीहरू पृथ्वीको नुन हौ, नुनले आफ्नो स्वाद गुमायो भने चाहिँ त्यो चाहिँ केले फेरि नुनिलो बनाउने? त्यो त मान्छेको खुट्टाले कुल्चिनु बाहेक अरू केही कामको छैन। वचन चाहिँ त्यति बेला घट्छ जब विचार छ नि, मान्छेको सिद्धान्त छ नि, मान्छेको फिलोसफी छ नि, त्यसले चाहिँ वचनलाई छोपिदिरहेको थियो। अहिलेसम्म छोपिदिरहेको थियो। प्रभु यीशु ख्रीष्टको दिनमा पनि नि त्यो पुजारीहरू है, त्यो शास्त्रीहरूले उनीहरूले वचनलाई बुझे पनि आउनु डराउँथे, राति लुकेर मात्रै आउँथे निकोदेमस जस्तै। तर प्रेरितहरूको दिनमा चाहिँ नि त्यो सिफ्टिङ आयो। त्यसमा के भयो भन्दाखेरि चाहिँ वचन चाहिँ बढ्नु थाल्यो। अनि वचन बढ्दै गर्दाखेरि चाहिँ त्यसको नेक्स्ट लाइनले चाहिँ के भन्दैछ भने नि, धेरैजना पुजारीहरू है, धेरैजना त्यसको मुनि हेर्नुहोस् त के भन्ने छ, यरुसलेम परमेश्वरको वचन बढ्दै गयो र चेलाहरूको सङ्ख्या बढ्यो, नम्बर 1। नम्बर 2 के भन्दैछ, यरुसलेममा अत्यन्तै बढ्यो र पुजारीहरू मध्ये धेरैजनाले यस विश्वासलाई ग्रहण गरे। अगाडि चाहिँ नि उनीहरू सबैले यीशु ख्रीष्टलाई ढुङ्गा हान्ने, यीशु ख्रीष्टलाई बाल्जिबुल भन्ने क्याटेगोरीमा थियो। तर अब यहाँदेखि चाहिँ के भयो भन्दाखेरि नि, उनीहरूले प्रभुलाई ग्रहण गर्न थाल्यो। हेर्नुहोस्, जब वचन बढ्नु थाल्छ नि, जब वचनको कारण आउने सतावटलाई नि, सतावटमा हामी विजयी बन्छौँ नि, जब वचनको कारण आउने सतावटमा हामी सहभागी हुन्छौँ नि, वचन बढ्छ। आमेन। जब वचन बढ्छ नि, मान्छेको दर्शनशास्त्र घट्छ, खोक्रो छलहरू घट्छ, परम्परा घट्छ। आज नि यति साह्रो परम्पराले चुनौती दिइरहेको छ। मान्छेको विचारले, फिलोसफीले, दर्शनशास्त्रले, मान्छेले बनाएको सेल्फ रिटन थियोलोजिजहरूले यस्तो खालके चुनौती दिइरहेको छ। वचन त घटाइदिइहाल्छ। वाट एबाउट यु? तपाईँको लाइफमा के छ? कतिपल्ट हामी यति साह्रो घमण्डी छौँ, ओ म जान्दैछु भनेकन, तर राम्रोसँगले चेक गर्नुपर्छ, बा फिलोसफी मात्रै छ कि भित्र, खोक्रो छल मात्रै छ कि मानिसको परम्परा मात्रै छ? पावललाई टक्कर दिने थियो नि एपिक्युरियन्सहरू थियो नि एथेन्समा, पावललाई टक्कर दिने स्टोइकीहरू थियो, उनीहरूको आफ्नै सिद्धान्त थियो।